सबै देशभक्त देशप्रेमी नेपालीहरूले बुझिसकेका छन् भन्ने कुरा मैले आफूले ठान्दछु। त्यसो भए उनीहरूले अब यो फागुनको 21 को चुनावमा हामीलाई राष्ट्रवादी पार्टी यहाँहरूले जो बुझ्नु भएको छ, तपाईको चाहिँ नि म अन्य पार्टीको विषयमा भन्न गइरहेको छैन। हाम्रो पार्टीको कुरा, हामी राष्ट्रवादी हौँ, देशभक्त हौँ, हामी समाजप्रेमी हौँ, हामी नेपाली आम चाहिँ नि दाजुभाइ दिदीबहिनीहरू सबैको चाहिँ नि हामी हितको पक्षको पार्टी हो भन्न चाहन्छु। त्यसो भए उनीहरूले यो फागुनको 21 को चुनाव अत्यन्त महत्त्वपूर्ण चुनाव हो, यो सामान्य कुरा होइन। यहाँहरूले सुन्नुभयो बुझ्नुभयो होला। मलाई लाग्छ अहिले नेपाली समाज तपाईको एउटा चेतनाको स्तरले माथि उठिसकेको छ। मलाई लाग्छ यहाँ ठिक छ, उहाँहरू जति यहाँ उपस्थित हुनुभएको छ, यही यो मञ्चबाट म उहाँहरूलाई के भन्न चाहन्छु, घर घरैबाट तपाईँहरूले हेर्नु भएको छ, देख्नु भएको छ, यहाँहरूले मद्दत गर्नुहोस्, यहाँहरूले सहयोग गर्नुहोस्, राष्ट्रको पक्षमा तपाईँहरूले मत गर्नुहोस्। र अरू विषयमा त यहाँहरूलाई अवगतै छ, म कसैको विषयमा केही पनि भन्न चाहिनँ। र हामीलाई अगाडि बढायो भने श्रम संस्कृति पार्टी अजुलीभरिको माटो चुनाव चिन्हमा मत दिएर यहाँहरूले अगाडि बढाउनु हो भने के पाइन्छ भन्ने कुरा म तपाईँहरूलाई छोटो भाषामा भन्न चाहन्छु। आम तपाईँको सर्वहारा सुकुम्बासी, तपाईँको चाहिँ नि भूमिहीन सुकुम्बासी, तपाईँको चाहिँ नि आम श्रमिक, किसान, यी सबैको पक्षमा हित हुने किसिमको हामी कानुन संशोधन गरी जनपक्षीय चाहिँ नि काम गर्न चाहन्छौँ। प्रत्यक्ष रूपमा तपाईँहरूलाई अनुभूति हुने किसिमको काम गर्न चाहन्छौँ, यही कुरा अपिल गर्न चाहे। र अर्को कुरो मैले के पनि यहाँहरूलाई भन्न चाहेँ भने तपाईँको गएको अस्ति यो 2 बजे यो हिजो होइन, अस्ति गए राति 2 बजेबाट आज तपाईँको विश्वमा एउटा किसिमको तरङ्ग छ। तपाईको चाहिँ एउटा लडाइँको चाहिँ नि अब सुरुवाती हुन लागेको छ। हामीले त्यो कुराहरू हामीले बुझिराखेका छौँ। त्यसो भए उनीहरूले अब हाम्रो देशमा हामी शान्ति चाहन्छौँ, हामी कसैसँग लड्न र झगड्न चाहँदैनौँ। त्यसो भएको उनीहरूले अब शान्तिको पक्षमा पनि यहाँहरूले सोच्न पर्ने हुन्छ। हाम्रो देश, हाम्रो ठाउँ, हाम्रो गाउँ हामीले नै चाहिँ तपाईँको सुरक्षा गर्ने हो, हामीले नै बचाउने हो, हामीले नै बनाउने हो भन्दै मैले अन्यथा धेरै लामो कुरा नगरिकन आदरणीय हाम्रो श्रमपिता हर्कराज साम्पाङजी हुनुहुन्छ, उहाँले नै सबै कुराहरू यहाँहरू माझ राख्नुहुनेछ भन्दै आफ्नो छोटो भनाइ यही अन्त गर्न चाहन्छु। हस्त, धन्यवाद। जय माटो। आदरणीय पूर्वी चितवनवासी समग्र आमा बुवा दाजुभाइ दिदीबहिनी जनजीहरूले तपाईँहरूले चाहिँ नि निर्धुक्क भएर देशवासीको एउटा चाहिँ देशको हितमा, न्यायको हितमा, हाम्रो गाउँ समाजको हितमा श्रम संस्कृति पार्टी अजुलीभरिको माटोमा भोट गरी मतदान गर्नुहोस् भन्दै अनुरोध र अपिल गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। हस्त, नमस्कार। जय माटो।